नमस्ते साथीहरू, राधे राधे। कस्तो हुनुहुन्छ? सन्चै हुनुहुन्छ होला सबैजना। अनि कोलाई याद छ के पहिला पहिला के चिठी लेख्ने चलन थियो नि। अब फोन त थिएन नि त आजभोलि जस्तो यस्तो फोन थिएनन् होइन। चिठी लेख्ने अनि चिठी लगाएर कसैको हात पठाउने होइन, अनि फेरि हुलाक मलर छोड्ने भन्ने चलन हुन्थ्यो नि। कोले लेख्नुभयो, कोलाई चिठी लेख्नुभयो भन्नु त, को याद छ? अनि मलाई चाहिँ याद छ है, कसरी लेखिन्थ्यो अरे चिठी। श्री आदरणीय दिदी बिना झुमा, म हजुरकी अभागी बहिनी तथा सालीको तर्फबाट 2 हात जोडी नमस्कार छ। यहाँ हामीहरू हजुरहरूका आशीर्वादले गर्दा निका आरामैका 7 दिन बिताइरहेका छौँ। त्यहाँ हजुरहरू पनि निका आरामै हुनुहोला भनी श्री पशुपतिनाथसँग प्रार्थना गरी बसेका छौँ। अनि दिदी भिनाजु, अरू त्यहाँको हालखबर के छ? कहिले आउनुहुन्छ? मलाई धेरै निराश लागेको छ। हजुरहरूका निराशले गर्दा दिनको भोक्न रातिको निद भएको छ। कहिले आउनुहुन्छ? छिट्टै आउनुहोस्। अनि एउटा कुरा भन्नै भुली कि दुःख नमान्ने भए मलाई एक जोर लुगा र नङपालिस पठाइदिनु होला। उही हजुर कि अपहेलासी दुखी बहिनी। हस्त धन्यवाद, बाई बाई भनेको कोलाई याद छ साथीहरू। मैले चाहिँ त्यस्तै गरेर चिठी लेख्थेँ है, दिदी बिना जोलाई, दाइहरूलाई त्यस्तै गरेर चिठी लेख्ने होइन। अनि एक पान्नो बनाउने त्यस्तो थियो के चलन होइन। त्यही चलन जाति के साथीहरू। आजभोलि काहीँ नि फोन भन्दा त त्यही चलन जाति, त्यही चलन फर्केर आयो नि हुन्थ्यो नि भन्ने हुन्छ मलाई त कहिले काहीँ त साथीहरू होइन। अनि आज चाहिँ याद आएको, त्यही भएर यसो भनेको। कोलाई याद छ ल भन्नु त ल, कोले लेख्नुभयो चिठी कोलाई।